गाइस स्वागत छ हजुरहरूलाई मेरो चाहिँ फर्स्ट ब्लगमा। आज चाहिँ हामीहरू लेकतिर घुम्न जाँदैछौँ। हजुरहरूलाई लेकतिरको रमणीय दृश्यहरू देखाउनेछौँ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। अहिले हामी हिँडिसकेका छौँ घरदेखि। यस्तो रमाइलो छ यतातिर है, फाँटहरू यस्तो छ। यता गाउँहरू, यता स्कुल। हामी चाहिँ घरदेखि हिँडिसक्यौँ। बाटो यस्तो छ हाम्रो। ल है, हामी चाहिँ खोलाको नजिक आएर अब पानी पिउँदैछौँ। त्यो छ पानीहरू तलाएर बगिरहेछ, शुद्ध पानी। पानी खाने तयारीमा छन् गाईहरू। यस्तो पानी खान लाएर पानी नै पाइदो रहेछ कि यो ठाउँमा। माथि लेकतिर रहेछ, यस्तो पानी खानुपर्ने रहेछ, पातमा हालेर यसरी। पानी सानी पिएर हामी चाहिँ लाग्दिन लाग्यो। हो यो हो ढ्याङ्के हो ल हाम्रो फ्यामिलीहरू टक्क आज कहाँ घुम्न लाग्यो अरे? लेकतिर जाँदैछौँ। औलको मान्छे चिउरा फल्या रहेछ यता। ठुल्ठुलो ऊ फल्दा अन्त स्कुल यही हो। हामी चाहिँ अध्ययन गरेको स्कुल। रमाइलो छ स्कुल पनि। स्कुल यताको डाँडा काँडा हो। ल हामी आधा बाटोमा आइसक्यौँ। उकालो 2-4 घन्टा हिँडेर यहाँसम्म आइसक्यौँ। अझ 2-4 घन्टा लाग्ला सायद। यस्तो छ बाटो पनि। ल करिब 2 घन्टाको हिँडाइ पश्चात हामी पिपल चौतारीको सार हावा खाइरहेको छौँ। यस्तो छ हाम्रो लोकल फ्यान। फाइनल्ली गाइस हामी चाहिँ देउताको बारमा गएर आइसक्यौँ। अनि आजको यात्रा चाहिँ निकै रमाइलो पनि भयो, निकै कष्टकर पनि भयो। अनि अरू त त्यस्तै हो। अनि धेरै लामो बाटो हिँडेर अनि हाम्रो मस्ता देउता मस्टका देउता कुर्तो होइन मानेर माथि गएर देउताको बारमा आइसक्यौँ। धेरै माथि हो। बिहानदेखि हिँडेको, बिहान 8 बजी हिँडेको, अहिले चाहिँ बेलुकाकै 8 बज्दै लाग्यो। What is this? धन्यवाद। हाम्रो युट्युब च्यानललाई माया गरिदिनु होला, लाइक, सेयर, सब्सक्राइब गरिदिनु।